एन्ड नमस्ते। हरेक हप्ता नेपाली चलचित्रको नयाँ खबर लिएर आउने क्रममा यो हप्ता फेरि आएकी छु म नम्रता श्रेष्ठ। स्वागत छ यहाँहरूलाई नेपाली चलचित्र क्षेत्रको एक मात्र कार्यक्रम रजत पथमा, जहाँ हामी कुरा गर्नेछौँ नेपाली चलचित्रको। हेरौँ आजको हेडलाइन्सहरू। नेपाली रजत पथमा लम्बियो खडेरी। कालो पोथीले अन्डा पार्ला त। कलाकारलाई नै आश नभएको मुभी। अब नेपालमा छुकछुके रेल। चलचित्र राधा र निर्भयका रहस्यहरू। को कहाँ लुकामारी खेल्दैछन्। प्रोफाइल चेक। निर्माता सङ्घमा कन्ट्रोभर्सी। लास्ट विक रिलिज भएको 3वटा चलचित्रले नेपाली चलचित्र बजारमा तहल्कै मचाए, तर यो तहल्का फिल्म चलेर चाहिँ मचेको होइन। कसैले फिल्म कपी गर्ने लिमिट नै क्रस गरिदियो भने कसैले दर्शकहरूलाई नै यो फिल्म किन हेर्ने भन्ने कन्फ्युजनमा पारिदिए। मोर अन द स्टोरी। गत हप्ता 3वटा मुभी एकैसाथ प्रदर्शनमा आएका थिए। किन गरे माया, एक्सन, बेस्ट फ्रेन्ड फरएभर। 3वटा मुभी एकैचोटि प्रदर्शनमा आएको भन्ने बित्तिकै दर्शकहरूले चलचित्र राम्रा छैनन् भन्ने अनुमान गर्छन्। यी 3वटा मुभीहरूको व्यवसाय राम्रो नरहेको हलवालाहरू बताउँछन्। यी 3 मुभीलाई पूर्ण आकलन गर्ने हो भने हामीले केवल बेस्ट फ्रेन्ड फरएभर मुभी मात्रै कपी भनेका थियौँ, तर एक्सन र किन गरे मायामा पनि बलिउडका केही छाप नपरेको भने होइन। या भनौँ यी 3 मध्ये कुनै पनि दुधमा धुलेका भने थिएनन्। अब ओरिजिनल त बिक्न गाह्रो भएको अवस्थामा डुप्लिकेटको के हकीकत हुन्छ भनी हामीलाई थाहै भएको कुरा हो। प्रमाणका लागि यी 3 मुभीले त्यस्तै साबित गरिसकेका छन्। यी चलचित्रका निर्माता निर्देशकले प्रदर्शन पूर्व फिल्म चल्छ भनी जति गफ हाने पनि यी 3 मुभी चल्न त टाढाको कुरा दर्शकको इन्ट्रेस्टमा पनि पर्न सकेनन्। पानीसम्म माग्न पाएनन् भन्ने भनाइ चाहिँ यी 3 मुभिजमा राम्रैसँग लागू भएको देखिन्छ। हुन पनि यसरी अर्काको नकल उतार्न छोडी आफैमा सिर्जित र नयाँ भएको भएदेखि दर्शकको मनमा कहीँ कतै ठाउँ पाइहालिन्थ्यो कि, या अहिलेका चलेका अनुहार चलचित्रमा देखाए कतै यी अनुहार नै बिकी पोस्टरको पैसा समेत उठ्थ्यो कि। तर जे होस्, यसरी बारम्बार नेपाली चलचित्रको बजारमा घाटा गराउनु भन्दा यस्ता चलचित्र निर्माण पूर्व राम्रो अध्ययन तथा कलामा निखार पनि ल्याउने हो कि। अब दायाँ बायाँ नहेरी सिधै फिल्म बनाउनु त भएन नि, विषयवस्तु हुन पनि जरुरी छ। द्वन्द्वमा आधारित चलचित्र कालो पोथी रिलिज भइसकेको छ। यो मुभीले अवार्ड जितिसकेको भन्ने हल्ला पनि सुन्नमा आएको छ। मोर अन द स्टोरी। जेठ 21 गते शुक्रबारबाट नेपालका विभिन्न हलहरूमा कालो पोथी चलचित्र प्रदर्शनमा आएको छ। फिल्म हामी टिमको साथीहरू सबैजनाले एकदम मेहनत गरेर बनाएको छौँ। सो मैले अब राम्रो कसरी भन्ने होला, त्यो भन्यो भने एकदमै रेडिमेड आन्सरै हुन्छ होला। नेपाली रजत पथमा बढ्दो क्रममा देखिएको पाइरेसीले कयौं निर्माताहरूलाई मारमा पारेको छ। यसको कन्ट्रोलका लागि केही सम्बन्धित निकाय लागिरहेका छन्, तर पनि कन्ट्रोल हुनुभन्दा अझ बढिरहेको छ। यसै कारण प्रिकर्सन इज बेटर देन क्योर भन्ने भनाइलाई अपनाउँदै कालो पोथीका निर्माण टिमले 14 करोडको पाइरेसी बिमा गरेको जानकारी आएको छ। अब प्राप्त अवार्ड र प्रदर्शन पूर्व नै गरेको यस्तो प्रबन्धको यो चलचित्र कतिको लायक छ त? जति प्रदर्शन पूर्व चर्चामा आएको थियो, प्रदर्शन पश्चात पनि उत्तिकै चर्चा बटुल्न सफल हुन्छ त? आगामी दिनहरूमा पक्कै नै थाहा हुनेछ। द्वन्द्वमा आधारित भनिएको यस चलचित्र दिदीभाइ बीचको मायामा घुमेको देखिन्छ। ट्रेलर अनुसार यस चलचित्रमा दिदीले भाइलाई उपहार स्वरूप एक पोथी कुखुरा दिन्छिन्। भाइले कुखुराको नाम करिश्मा राख्छ। त्यस कुखुराले अन्डा पार्ने आशमा रहन्छ, तर त्यो कुखुरा हराउँछ र त्यसको खोजीमा ऊ र उसको साथी जङ्गल पस्छन्, जहाँ यी दुईले विभिन्न परिस्थितिको सामना गर्नुपर्छ। यही बुधबार भने यस चलचित्रको कुमारी हलमा प्रिमियर शो भएको थियो। अवार्ड पाएको चलचित्र भएर पनि होला, यस शोमा कलाकारहरू तथा सञ्चारकर्मीहरूको राम्रै उपस्थिति देखिन्थ्यो। शो हेरेपछि उपस्थित गेस्टहरूले
मुभीका बारेमा यस्तो प्रतिक्रिया प्रस्तुत गरेका थिए। एकदम राम्रो छ, वाउ अति नै राम्रो बनेको छ अनि मुभी हेर्नै पर्छ एकचोटि चाहिँ सबैजनाले। एकदमै राम्रो एक्सपिरियन्स रह्यो यो मुभी गर्दाखेरि, किनभने र जुन किसिमको मैले क्यारेक्टर पोर्ट्रे गरेको थिएँ र आज पनि म मुगुमा जाँदाखेरि उहाँहरूले मेरो रियल नामले चिन्नु हुँदैन क्या, आज पनि सबैले मलाई उजेली मिस नै भन्नुहुन्छ। सो योभन्दा ठुलो अचिभमेन्ट एउटा कलाकारको लागि केही पनि हुँदैन जस्तो लाग्छ। अब प्रिमियर शोमा राम्रै प्रतिक्रिया बटुल्न सफल यस चलचित्रले दर्शकहरूको पनि राम्रो प्रतिक्रिया बटुल्न सफल रहला त? रातो भालेको स्वाद त नरुचाइएको समयमा कालो पोथीको अन्डा बिक्ला त? हुन त आजभोलि शाकाहारी हुने क्रम बढ्दो छ, अन्डा बिक्छ बिक्दैन समयले देखाउने नै छ। आजबाट प्रदर्शनमा आएको यस चलचित्रको ओपनिङको बारेमा भने हलवाला यसो भन्छन्। ओपनिङ धेरै राम्रो छ। ओपनिङ त राम्रै थियो, हाउसफुल थियो बिहान एउटा सो। अब नेपाली चलचित्रमा केही डिफरेन्स ल्याउने आशमा रहेको यो मुभीको व्यवसाय कस्तो हुन्छ? वी विल लेट यु नो। नेक्स्ट वीक प्रदर्शनमा कुन मुभी आउँदैछ? लेट्स वाच इन दिस स्टोरी। चलचित्रको पब्लिसिटीको लागि विभिन्न प्रोपोगन्डा हुनु नौलो कुरा होइन। पब्लिसिटीको नाममा विभिन्न कन्ट्रोभर्सी क्रिएट भइरहेका पनि छन्। अब यी कन्ट्रोभर्सी सत्य हुन् या बकमफुसी हल्ला मात्र हुन्, हामी माझ छर्लङ्गै छ। त्यस्तै विभिन्न कन्ट्रोभर्सीको विषय बन्दै आएको चलचित्र गाजलु जेठ 28 गतेबाट प्रदर्शनमा आउँदैछ। हुन त यस मुभी कन्ट्रोभर्सी भन्दा पनि बढी कम्प्लेनको विषय बनेको छ। घरि कुमारी घरले कम्प्लेन गरे यसको विरुद्ध त घरि दर्शकले यस मुभीको लिड कलाकारको पेयरअप र गीतमा। त्यति मात्र नभए चलचित्रमा संलग्न व्यक्ति बीच नै कम्प्लेन सुरु भएको थियो। आफू पनि मेन कलाकार भए तापनि चलचित्रको पोस्टरमा भन्ने नसमेटिएको कम्प्लेन उक्त चलचित्रका एक्टर सलोन बस्नेत र गौरव पहाडीले गरेका थिए रे। त्यसपछि यी कलाकारहरूलाई समावेश गरिएको पोस्टर पनि निकालिएको छ। यी सबबाट भने यस चलचित्रका निर्माण पक्षको धेरै कमी कमजोरी देखिएको छ। कतै मुभी पनि यस्तै कमी कमजोरीले मात्रै भरिपूर्ण त छैन? शङ्का गर्ने ठाउँ प्रष्टै दिएको छ। यसरी दूरदर्शी भिजन नभएका टिमको मुभीमा दर्शकको मन छुन सक्ने सम्मको भिजन होला त? कतै 3 चलेका मुभीका एक्टर र मिस नेपालको नाममा मात्रै चलचित्र चलाउने भिजन राखेका त छैनन् निर्माण टिमले। तर उनीहरूको यो आश भने कतै चकनाचुर त हुने होइन। हुन त 3 मुभी चलेपछि अब थाकेका देखिन्छन् निर्माण टिमले आशा गरेका एक्टर अनमोल केसी, जुन एक्टरको नाममा फिल्म चलाउने प्रयत्नमा छन्। सोही एक्टरले प्रमोसनमा खासै इन्ट्रेस्ट र उपस्थिति नदिएको जानकारीमा आएको छ। अब कलाकारले नै प्रमोसनमा इन्ट्रेस्ट नदिएपछि मुभी कस्तो छ भनी पूर्ण शङ्का गर्ने ठाउँ छोडेको छ। अब मिस नेपाल सृष्टिको स्टारडमले मात्रै फिल्मले कतिको व्यवसाय हात पार्ला समयले देखाउने नै छ। रजत भट्टको तर्फबाट चलचित्र राम्रै चलोस् शुभकामना। Well, it was all about Gazalu movie. For now, I'll take a short break. केही समय अगाडि चलचित्र होमवर्क रिलिज भएको थियो। दर्शकहरूले होमवर्क गर्न भने रुचाएनन्। छिटै नै प्रदर्शनमा आउँदैछ चलचित्र लुकामारी। अब दर्शकहरूले लुकामारी खेल्न रुचाउँछन् या रुचाउँदैनन्? लेट्स फाइन्ड आउट। पछिल्ला पटक नेपाली रजतपथमा व्यवसायको खडेरी लागेको छ। खडेरी लाग्नुको एउटा मुख्य कारण हो कथा र चलचित्रको नाम भन्ने कुरामा सहजै अनुमान लगाउन सकिन्छ। कस्ता चलचित्र बनिरहेका छन् त? हेरौँ केही समय अघि प्रदर्शनमा आएका चलचित्रका नामहरू। बुद्ध बर्णिन नेपाल, रोल्पा रोग, आवारा, उहिले बाजेको पालामा, बाजीगर र होमवर्क। यी चलचित्रहरूको नाम सुन्दा पनि यस्तो लाग्छ कि चलचित्र हेर्ने र चलचित्रको कथा र नाम उत्साहजनक भए अवश्य पनि दर्शकहरू चलचित्रप्रति सकारात्मक हुन्छन्। त्यसैगरी अहिले प्रदर्शनको तयारी गरिरहेका चलचित्रहरूको नाम हुन् कालो पोथी, गाजलु र लुकामारी। यी 3 चलचित्रको नामलाई विचार गर्ने हो भने कालो पोथीको अर्थ दुःख, गाजलु कलरलाई, त्यसैगरी लुकामारीले खेलको बारेमा सम्बोधन गर्छ। आम दर्शकलाई हेर्ने हो भने गेम यानि कि खेल खेल्न बच्चादेखि वृद्ध समेत रमाइलो मान्छन्। त्यसो भए आगामी असार 10 मा प्रदर्शनको तयारीमा रहेको चलचित्र लुकामारी दर्शकले रुचाउँछन् त? यो कौतूहललाई पक्कै पनि असार 10 ले निर्णय गर्नेछ। तर चलचित्र नाम मात्र नभए कथा र अभिनय कस्तो छ भन्ने कुराले पनि मुख्य भूमिका खेल्छ।
कथा कस्तो छ त सुनौ यस चलचित्रका निर्देशकबाट। विषयगत रूपमा यो चलचित्र गम्भीर विषयवस्तुमाथि काम गरेका थियौँ। एउटा थ्रिल सस्पेन्स, एउटा आपराधिक कथा, अपराधीको कथा, अपराधको घटनाको कथालाई पनि हामीहरूले त्यो एकदम हास्य व्यङ्ग र इन्टरटेनिङ फर्ममा त्यो पुरै मनोरञ्जनात्मक विषयवस्तुलाई प्रस्तुत गर्न सक्ने एउटा यसको चाहिँ मलाई जहाँसम्म लाग्छ हाम्रो टिमको सक्सेसफुल पोइन्ट हो जस्तो लाग्छ। हामी सक्सेस भएको छौँ त्यसमा। सस्पेन्स कथा रहेको कुरा निर्देशकले बताएका छन्। सस्पेन्स धेरैलाई मन पर्न सक्छ। अब कुरा गरौँ कलाकारको। यस चलचित्रको ट्रेलरमा कर्मा, सौगात मल्ल र रिस्ता बस्नेत लगायतको अभिनय देखिन्छ। यस अघिका चलचित्रमा अभिनयकै कारण चर्चामा आएका सौगात मल्ल र कर्मा महेश शाक्यले यस चलचित्रमा पनि दमदार काम गरेको देखिन्छ। हेरौँ कर्माको रोल कस्तो छ त यस चलचित्रमा। तिम्रो घरमा म भाडामा बसेछु कि खुवाउन बसेछु तिमीलाई? मामा घर लागेछ तिमीलाई यो? मामा घरले काम मान्थ्यो नि, ससुराली नै भएको छ नि मलाई त। काठमाडौँको एउटा रैथाने जो नेवार ब्याकग्राउन्डबाट छ, नाम पनि युनिक राखेको छु मैले। र उसको इच्छा भनेको चलचित्र हेर्नु हो, उनीहरू जस्तो गेटअप गर्नु हो, एकदमै हुन्छ नि मै हुँ भन्ने टाइप्स एउटा क्यारेक्टर हो। तपाईँले टिजर हेर्नुभयो भने कपाल पनि खैरो गरेछ र उसको इच्छा जापान जानु हो, जापानमा गएर टन्न पैसा कमाउनु हो। प्राय सबै कलाकारले राम्रै काम गरौँ, चर्चा कमाऊ, निर्माता निर्देशकहरूले राम्रै चलचित्र बनाऊ, राम्रो इज्जत र पैसा कमाऊ भन्ने गर्छन्। आशा गरौँ चलचित्र लुकामारीले दर्शकलाई राम्रो खेल खेलाइ भरपूर मनोरञ्जन प्रदान गरोस्। रजत पथको अग्रिम शुभकामना। अब दर्शकहरू पनि लुकामारी नै खेलेर बस्छन् या यो फिल्म हेर्न हलसम्म जान्छन् हामी बताउने नै छौँ। प्रधानमन्त्री ओलीले नेपालमा रेल ल्याउने कुरा गरेका थिए। त्यो रेल कहिले आउँछ चाहिँ थाहा भएन, तर छक्का पञ्जाको छुकछुके रेल पनि आइपुगिसकेको छ। लेट्स वाच दिस। प्रधानमन्त्री केपी ओलीले नेपालमा रेल चलाउँछु भन्दा एकपटक सोशल नेटवर्कमा तहल्कै मचिएको थियो हल्ला खल्लाले। त्यो रेल कहिले कसरी आउला नआउला समयको कुरो हो, तर जे भए पनि दीपाश्री डेब्यू निर्देशित चलचित्र छक्का पञ्जाको पूर्व पश्चिम रेल भने 4 दिन अघिबाट युट्युब मार्फत चल्न सुरु भइसक्यो। पूर्व पश्चिम रेल छुक 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 गोडेको सपना देखे मायालु तिमी सिधै रिङरङ घुमेको। तर यो रेल चढ्दा नायिका प्रियङ्का कार्कीलाई काँचो पिडालु खाए चाहिँ कोक्याएछ ए सपनामा। काँचो काँचो पिडालु कोक्याउने माया भयो मन मात्रै लोभ्याउने पूर्व पश्चिम रेल। यसरी प्रधानमन्त्रीदेखि लिएर निर्माता निर्देशकको र नायिकाको विचार समेत मिलाउने यो गीतका सर्जक तथा गायक राजन राज शिवाकोटीले कसरी सृजना गरे त पूर्व पश्चिम रेललाई? 2-3 वर्ष अगाडि नै मैले तयार पारेर राखेको मेलोडी थियो र यो चाहिँ भनौँ न अब बिचमा मेरो मिच्यु राजन इसान चाहिँ अमेरिका जाँदै हुनुहुन्थ्यो। त्यो सिलसिलामा चाहिँ उहाँ जानुभन्दा अगाडि एउटा चाहिँ एरेन्ज गरेर राखौँ न त यो गीत भन्ने हिसाबले यसलाई एरेन्ज गरेर राखेको थिएँ। पछि चाहिँ यो छक्का पञ्जा फिल्म बन्ने भएपछि फेरि यसलाई पनि दिपक दाइले दिपा दिदीहरूले सुन्नुभयो र पक्कै पनि अब यो पनि हाम्रो फिल्मको लागि सुट हुन्छ भन्ने हिसाबले उहाँहरूले त्यो अनुसार राख्नुभयो। गीत सृजना सङ्गीत गर्नेमा माता सरस्वतीको आशीर्वाद रहेको बताउने गायक राजन राज युट्युबमा यति धेरै दर्शकले हेरेर मन पराइदिएकोमा दङ्ग छन्। गायक मात्र होइन, यस चलचित्रकी निर्देशक दीपाश्री निरौला पनि आफ्नो डेब्यू निर्देशन रहेको चलचित्रको गीत पपुलर भइरहँदा दर्शकप्रति यसरी आभार व्यक्त गर्छिन्। युट्युबको भिजिटर्सले जति हेरिरहनु भएको छ त्यो हाम्रो यो युनिटलाई नै मन पराएर हेरिरहनु भएको छ र यिनीहरूले गरेको कामहरू राम्रो हुन्छ भनेर जुन भिजिट गरिदिनु भएको छ उहाँहरूलाई एकदमै हात जोडेर धन्यवाद दिन चाहन्छु रजतपट मार्फत। तर सपनाको कुरा गर्दा व्यङ्ग्यात्मक रूपमा दीपाश्रीले यसो भन्छन्। सपना देख्नु एकदमै नराम्रो कुरा भन्दिनँ म, किनभने सपना देख्नुपर्छ अनि मात्रै साकार हुन्छ सपना। त्यस कारणले गर्दा सपना खालि यति मात्रै कुरा हुन्छ कि सपना देखिसकेपछि कहिले त्यो लागु हुन्छ। अब अस्ति भर्खरै किसुनजीले मेलम्चीको खानेपानी लिएर आउँछु भन्नुभएको भए अहिले पाइप बिसिँदैन थियो। त्यस कारणले गर्दा सपना बुन्नुपर्छ, सपनालाई साकार पार्ने हामीले नै हो। कसरी प्रधानमन्त्रीको भनाइसँग सपनाको कुरा पूर्व पश्चिम रेल मेल खायो भन्ने विषयमा दीपक राजगिरीको भने यस्तो मत रहेको छ। संयोग हो त्यस्तो, हामीले चाहिँ प्रधानमन्त्रीले रेल कुदाउने भनेर नै गीतमा रेल कुदाएको होइन।
यसरी आफूले काम तथा निर्माण गरेको विषयलाई अरूले मन पराइदिँदा र संयोग भइदिँदा त सबैलाई खुसी लाग्न स्वाभाविक नै हो। तर दीपक राजगिरीलाई कस्तो लाग्छ सुनौ उनैबाट। अभियसली यो त राम्रो लाग्ने कुरा भयो, त्यो आफ्नो सिनेमालाई प्लस हुन्छ त्यो पनि राम्रो भयो। त्यसपछि सुर्खे थैली बनाएको हामीलाई सबभन्दा ठुलो गौरव चाहिँ केमा लाग्छ भने हाम्रो सिनेमाबाट मान्छेले गीत सङ्गीत त्यति धेरै एक्सपेक्ट गरे हुँदैन, हाम्रो फिल्मबाट कमेडीले एक्सपेक्ट गरे हुन्छ। तर लकिली भगवान्को कृपाले यस्तो चिज निस्क्यो कि त्यो नेपालको सबैभन्दा बढी हेरिएको गीत, बढी नाचिएको गीत हुन पुग्यो, त्यो सौभाग्य। त्यसपछि अहिले पनि एकदमै राम्रो ऱ्यापिडली दर्शकहरूले हेरिदिनु भयो, सुनिदिनु भयो। यसले चाहिँ के हुन्छ भने जिम्मेवारी बढेको पनि फिल भयो, दर्शकहरू पनि कमाइएछ भन्ने भयो, एउटा ब्यानर पनि इस्टाब्लिस भएछ राम्रोसँग भन्ने भयो। एकपछि अर्को चलचित्र हिट त्यति मात्र कहाँ हो र, एकपछि अर्को गीत हिट। अब यस्तो अवस्थामा पनि खुसी नहुने हो त? गीत मात्रै होइन चलचित्र छक्का पञ्जा पनि राम्रोसँग चलोस् हाम्रो शुभकामना। जे होस् गीतमै भए पनि नेपालमा रेल चाहिँ आइपुग्यो। अब फेरि पालो भएको छ एउटा छोटो ब्रेकको। यो चलचित्र भन्ने चिज पनि अचम्मको छ। श्रीमान श्रीमती अन स्क्रिन रोमान्स त गर्छन् तर फरक फरक व्यक्तिसँग। अब कोसँग रोमान्स गर्दैछन् लेट्स फाइन्ड आउट। एक अर्काप्रतिको माया, सम्मान र केयर नै प्रेम हो। प्रेमको अन्तिम सिडी विवाह हो र प्रेमी प्रेमिका अपग्रेड भई श्रीमान श्रीमती बन्छन्। तर यहाँ प्रेम श्रीमान श्रीमती बीच नभएर श्रीमान एक पराई स्त्रीसँग र श्रीमतीको एक पराई पुरुषसँगको छ। यो पक्कै नै आश्चर्यको विषय हो। तर यहाँ कुरा हुँदैछ निर्माणको क्रममा रहेको र निर्माणको शुभ मुहुर्त भएको चलचित्र राधा र निर्भयको। पहिलो कुरा गरौँ चलचित्र राधाको। केही समयदेखि वैवाहिक जीवन र ममतामा बाँधिएको कारण नेपाली रजतपथमा नदेखिएकी एक्ट्रेस सञ्चिता लुइटेल अब राधा चलचित्रमा देखिने भएकी छिन्। उनीसँग पछिल्ला केही चलचित्रबाट भारी असफलता पाएका एक्टर जीवन लुइटेल पनि देखिने भएका छन्। चलचित्र निर्भयमा भने एक्ट्रेस सञ्चिताका श्रीमान एक्टर निखिल उप्रेती र आफ्ना एक्स प्रेमीसँग खेलेको चलचित्रबाट ठुलै असफलता बेहोरेकी एक्ट्रेस निता ढुङ्गानाको जोडी देखिने भएको छ। यसरी श्रीमान निखिल एक्ट्रेस नितासँग रोमान्स गर्नेछन् भने श्रीमती सञ्चिता एक्टर जीवन लुइटेलसँग। यो रियल लाइफमा नभएर रियल लाइफमा भइरहेको छ। अब प्रेम भनेपछि कहिले रोमान्स त कहिले बिछोड। तर यसरी रियल लाइफको प्रेम रियल लाइफमा मात्र नछुटेर रियल लाइफमा समेत छुट्ने गर्छ। कुनै समय हरेक कार्यक्रम, हरेक स्थान र हरेक समय साथ देखिने आमेश निताको जोडी छुटेको स्रोतबाट जानकारी प्राप्त छ। कुनै समय एक अर्काप्रति खुल्लम खुल्ला मायाको बहार बर्साउने यो जोडी आज एक अर्काबाट छुटेका छन् रे। यस राधा र निर्भय मुभीको रहस्य यति मात्र नभई नायिका छनौटमा समेत रहस्य रहेको जानकारी प्राप्त छ। जान्नमा यो आएको छ कि राधा चलचित्रका लागि पहिले त निता ढुङ्गाना छनौट भएकी थिइन् रे, तर उनलाई हटाई एक्ट्रेस सञ्चिता लुइटेल समावेश गरेकी हुन् रे। अब राधाबाट हटाइएकी एक्ट्रेस निर्भयमा आउने भएकी छिन्, त्यो पनि आफूलाई विस्थापित गरेकी एक्ट्रेसको श्रीमानका साथ। अब यो संजोग हो या त यसमा केही रहस्य छ? कतै यसले रियल लाइफको सञ्चिता र निखिलको सम्बन्धमा पनि प्रभाव पार्ने त होइन? या प्रभाव पारेको छ? सबै प्रश्न घेरामै छ। अब यस्तो रहस्यमय टक्करमा दर्शकहरू कसको पक्षमा हुन्छन् टाइम विल शो। दिस वीक वी हैव महेश शाक्य, also known as Karma, in Profile Check. नमस्ते, म कर्म, म रङ्गकर्मी कलाकार। कलाकारिता बाहेक चाहिँ म खेलकुद खेल्छु, फुटबल, बास्केटबल, स्विमिङ र ट्रेकिङ पनि गर्छु, साइक्लिङ, माउन्टेन बाइकिङ र डट बाइकिङ पनि। बिसाइज द्याट यस खाना पनि घरमा पकाउने कोसिस गर्छु, ठिकै पकाउँछु आफूलाई खान लायक। अहिले चलचित्र र रङ्गमञ्च मात्र गर्छु, त्यो बाहेक अरू केही गर्दिनँ। अचिभमेन्ट्स त्यो हासिल गर्न बाँकी नै छ, तर काम गरिरहेछु। 20-25वटा जति चलचित्र गरिसकेँ, नाटकहरू थुप्रै गरेँ, त्यही हो मेरो सफलता। फ्यामिली, मेरो हजुरबाको नाम तेजमान, हजुरआमाको नाम सानो छोरी, बुवाको नाम महेन्द्रमान,
आमाको नाम घनलक्ष्मी, भाइ पनि छ एउटा मेरो, भाइको नाम कुन्दुन र म गुरुकुल स्कुल अफ थिएटरमा मैले 5 वर्ष मैले त्यहाँ कलाकारिता रङ्गमञ्च सिक्ने को साथसाथै काम पनि गर्ने मौका पाएँ। त्यहाँबाट मैले रङ्गमञ्चमा जोइन गरेँ र चलचित्रमा चाहिँ सानो संसार हो मेरो पहिलो चलचित्र। हबी माउन्टेन बाइकिङ, साइक्लिङ, रिडिङ बुक्स, वाचिङ मुभिज, आर्चरीमा पनि मेरो सोख छ। हर्स राइडिङ, यही चलचित्र जुन म गरेको छु लुकामारी, त्यहाँबाट मैले हर्स राइडिङ पनि गरेको छु। इन्स्पिरेसन बेसिकली भन्दा गएर म एउटा कलाकार भएको नाताले मैले सबैलाई नै एउटा इन्सपिरेसनको रूपमा लिन्छु। बाटोमा हिँड्ने बटुवादेखि लिएर चलचित्रमा या टिभीमा देख्ने मानिसहरू सबैलाई मेरो इन्सपिरेसन हो। मेरो स्कुलको टिचर फादर मिलर सेन्ट जेभियर्समा पढ्दाखेरि रङ्गमञ्चमा एउटा मौका दिनुभयो र मेरो गुरु सुनिल पोखरेल गुरुकुलको उहाँ र अर्को गुरु हुनुहुन्छ सबिना लेमन, जो कि मैले हालसालै 5-6 वर्ष भयो उहाँसँग हरेक वर्ष एउटा नाटक गर्दै आएको छु। उहाँ पनि मेरो लागि ठुलो इन्सपिरेसन हुनुहुन्छ र साथसाथै मेरो बुवा। लभ एभ्रिथिङ, लाइक प्रेम भनेको मानिसमा प्रेम बिना हामी बाँच्न सक्दैनौँ जस्तो लाग्छ मलाई। र त्यो प्रेम एउटा म पुरुष भएर एउटा केटी प्रति मात्र हुनुपर्छ भन्ने छैन, जेमा पनि हुनसक्छ प्रेम। सेक्स एउटा नेचुरल कुरा हो जो हामीले जिन्दगीमा गर्छौँ एउटा प्लेजरको लागि, र कतिजनाले प्लेजर नभएर सन्तान जन्माउनको लागि पनि गर्छन्। एनी सिक्रेट भनेकै शब्द नै त्यो होइन र गोप्य, जो कि अरूलाई भनिँदैन। र मैले क्यामेरा अगाडि भनेर सारा संसारमा थाहा भएन, त्यो गोप्य त गोप्य रहेन नि। मेसेज फर द युथ, मेन कुरा भनेको मेहनतै हो। तपाईँले राम्रो फिल्महरू मात्रै हेर्नुभयो, राम्रो स्कुल जानुभयो, मेहनत गर्नु भएन भने केही पनि हुँदैन, आफैले गर्नुपर्छ। इन द एन्ड जुन 24 असार 10मा रिलिज हुँदैछ लुकामारी, गएर हेरिदिनु होला। त्यसबाहेक द लिटल प्रिन्स भन्ने नाटक भइरहेको छ होटल वज्रमा, आएर हेरिदिनु होला। Wish him all the very best for his future. एक्टर, डिरेक्टर, प्रड्युसर बीच मात्रै कन्ट्रोभर्सी नभएर अब निर्माता सङ्घको मेम्बरहरूको बीचमा पनि कन्ट्रोभर्सी क्रिएट भएको छ। एक रिपोर्ट। अहिले चलचित्र निर्माता सङ्घमा ठुलो विवाद सुरु भएको छ। विवाद किन सुरु भयो त? विवादको विषय के थियो त? निर्माता सङ्घको कार्यालयले जनाए अनुरूप 3 जना सदस्यहरूले राजीनामा दिएका छन्। त्यसमध्ये पनि 1-2 जना त कार्य समितिका पदाधिकारी नै छन्। राजीनामा दिने सदस्यहरूमा क्रमशः उदय सुब्बा उपाध्यक्ष, डिक खड्का कार्य समिति सदस्य र गोविन्द शाही सदस्य रहेका छन्। यी सदस्यहरूको राजीनामा गर्नुपर्ने कारण के हो त? स्रोतले जनाए अनुरूप निर्माता सङ्घको अध्यक्ष राजकुमार राई चलचित्र विकास बोर्डको अध्यक्ष भई 10 महिना बितिसक्दा पनि निर्माता सङ्घको अध्यक्ष पदबाट राजीनामा नदिएको र पुनः चुनाव नगराएको बुझिन्छ। तर राजीनामा दिनेहरूसँग किन राजीनामा दिएको भनेर बुझ्न खोज्दा उनीहरू सम्पर्कमा आउन चाहेनन्। सुब्बाले भने फोनमा कुरा गरेर आउँछु भनी समय दिए, तर पछि सम्पर्कविहीन रहे। यसबाट स्पष्ट हुन्छ कि यी निर्माताहरू कति गैर जिम्मेवार छन् भनेर। निर्माता भनेको चलचित्र निर्माण गर्ने हो नि, तर राजनीति? यिनै कारणहरू हुन् कि किन राम्रो चलचित्र बन्दैनन् नेपालमा। फिल्म बनाउनु पर्नेले राजनीति र राजनीति गर्नेले फिल्म बनाएर राम्रो चलचित्र बन्छ त? एउटा सङ्घ त राम्रोसँग चलाउन नसक्नेले राम्रो चलचित्र निर्माण गर्न सक्छन् भन्ने प्रश्न चिन्ह खडा भएको छ। विवादका अर्का खम्बा भनेको नवल खड्का हुन्। ज्ञात रहोस्, नवल खड्का कलाकार सङ्घका अध्यक्ष पनि भएका थिए, तर अहिले उनी खाली छन्। त्यसैले पनि अब उनको टार्गेट निर्माता सङ्घको अध्यक्ष हुन सक्छ। बुझौँ उनैबाट। भइरहेको निर्माता सङ्घ छ जसलाई नवीकरण गरेको छैन जिल्ला प्रशासन कार्यालयले, त्यसैले यो वैधानिक छैन। वैधानिक नभएको संस्था अस्तित्व हुन्न। त्यो अस्तित्व नभएको संस्थामा हामी चाहिँ अब निर्माताहरू अब अहिले छौँ भन्नु कुनै औचित्य छैन। त्यस कारणले वैधानिक अर्को एउटा संस्था जो चाहिँ निर्माताहरूको चाहिँ संस्था खोलेर त्यसको नेतृत्व तपाईँले गरेर जानुपर्छ भनेर तटस्थ एउटा समिति पनि गठन गरेको छ, जसको नेतृत्व मैले लिइरहेको छु। तपाईँले किन विवाद निकाल्नु भयो त? त्यसमा चाहिँ अहिले जो चाहिँ निर्माता सङ्घको एउटा निर्माताको पक्षमा पनि हकका लागि लड्ने र चलचित्र विकास बोर्डमा पनि त्यही मान्छे अहिले जाँदाखेरिको अवस्थामा बक्स अफिस तुरुन्त लागू गर्छौँ भनेर उहाँले भन्नुभएको थियो।
तपाईँको वर्गीकरणको कुराहरू उठाउनु भएको थियो होइन। यी कुराहरू आज वर्षौं दिन बित्दाखेरि पनि तपाईँको खोइ काहीँ केही चाहिँ चुई सुन्दिनँ म, के कारण हो, यसको पछाडिको रहस्य के हो, यही कुराहरू त हामी सोधिरहेका छौँ। जादुको छडी होइन कि यो तपाईँलाई छुने बित्तिकै हुने, बक्स अफिस मेरो मेन एजेन्डा हो, यो प्रक्रियामा छ। कुनै चिज तपाईँलाई प्रस्तुत गर्नु अथवा लगाउनुभन्दा अगाडि अभ्यास चाहिन्छ, त्यो प्रति चाहिँ छलफल चाहिन्छ, त्यसले ल्याउने सकारात्मक नकारात्मक पक्षबाट बहस चाहिन्छ। अब यसरी निर्माता सङ्घमा ताण्डव नृत्य गरेर बस्ने हो वा चलचित्र निर्माण? नेपाली चलचित्र निर्माताहरू मिली यसको समाधान समयमै गरे राम्रो चलचित्र बनाउने समयको सदुपयोग हुन्थ्यो कि? Hope it gets sorted out soon. Well, फिल्मी न्युजको बारेमा कुरा गर्दा गर्दै हामी कार्यक्रमको अन्त्यमा आइपुगिसकेका छौँ। अर्को हप्ता अझै रोचक प्रसङ्ग लिएर अवश्य आउनेछु। हेर्दै गर्नुहोला कार्यक्रम रजतपथ। You can subscribe on our official YouTube channel, follow us on Twitter and like our Facebook page. This is me Namrata signing out for today. Keep watching Kantipur Television.